नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। कैलालीमा गए राति आएको हावाहुरीको कारण एकजनाको मृत्यु, महोत्तरीको फलफूल तथा तरकारी बालीमा क्षति। रोडपार ललितपुरमा आग लागि 3 घर जलेर नष्ट, 2 करोड बराबरको क्षति। भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दन प्रदेश 2 का मुख्यमन्त्री राउतले दिनुभएको अभिव्यक्तिप्रति एमालेका उपाध्यक्ष राहुलको आपत्ति। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले 2 देश बीचको सम्बन्ध नयाँ उचाइमा पुर्याउने प्रधानमन्त्री ओलीको भनाई। र आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई 7 विकेटले पराजय। अब समाचार विस्तारमा। गए राति आएको हावाहुरीले घरको छानो उडाउँदा कैलालीमा एकजनाको मृत्यु भएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका 1 माङ्गी होम स्टेमा रहेको घरको छानो उडाएर खसेको सालको बल्ली लागेर स्थानीय 56 वर्षीय चारुमणी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपनिरीक्षक विनोद घिमिरेले जानकारी दिए। हुरीले सञ्चालन सम्पर्क समेत विच्छेद गराएको छ। हावाहुरीका कारण जिल्लाको केही ठाउँमा पशु चौपायाको मृत्यु भएको छ भने सडक किनाराका रुख र बिजुलीका पोल ढल्दा सडक अवरुद्ध हुन पुगेको छ। अन्तरिया धनगढी सडक खण्डमा खसेको रुख पन्छाएर प्रहरीले बाटो खुलाएको छ। क्याम्पस रोडबाट धनगढी गाउँ जाने बाटोमा रहेको बिजुलीको पोल अझै हटाइएको छैन। पानीसँगै आएको हावाहुरीले महोत्तरीका फलफूल तथा तरकारी बालीमा क्षति पुर्याएको छ। सोमबार बिहान आएको हावाहुरीले किसानको चिचिल्ला लागेको आँप र तरकारी खेतीमा क्षति पुर्याएको हो। जिल्ला कृषि विकास कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार हावाहुरीले किसानको लाखौं मूल्य बराबरको आँप र तरकारी बालीमा क्षति पुगेको छ। हावाहुरीले 3 दर्जन भन्दा बढी घरहरूमा क्षति पुर्याएको छ भने विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बन्न पुगेको छ। गत बुधबार मात्रै महोत्तरीमा हावाहुरीले 1 जनाको ज्यान गएको थियो भने फलफूल तथा तरकारी बालीमा नोक्सानी पारेको थियो। रोल्पाको त्रिवेणी गाउँपालिका 6 चुङ्गारामा आइतबार बेलुकी 6 घरमा आगो लागि हुँदा धनमाल जलेर नष्ट भएको छ। स्थानीय हरि परियारको घरबाट सल्किएको आगोले हरि परियार, रमेश परिवार र नन्द बहादुर पुनको घर जलेर प्रहरीले जनाएको छ। प्रहरी चौकी जुगारा, प्रहरी चौकीको इलाका रेड क्रस उपशाखा जुगारा र स्थानीयको सक्रियतामा आगो नियन्त्रण लिएको प्रहरी चौकी जुगाराले जनाएको छ। आग लागिबाट 10 लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। त्यसैगरी ललितपुरको लुभुमा आइतबार राति आगो लाग्दा 2 करोड भन्दा बढीको क्षति भएको छ। महालक्ष्मी नगरपालिका 7 चाङ्गाथली नर्कटे चोकमा रहेको समृद्धि प्रिन्ट एन्ड प्याकिङ उद्योगमा राति 10 बजेतिर आगो लागेको जिल्ला प्रहरी प्रभाग ललितपुरले जनाएको छ। महालक्ष्मी नगरपालिका 3 का दिनेश सेवादीले उद्योगमा आगो लागेको हो। प्रहरीले आग लागिमा 2 करोड 20 लाख रुपैयाँ बराबरको नोक्सानी भएको जनाएको छ। आगो अहिले निभेको छ। काठमाडौँ र ललितपुरका दमकल तथा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको हो। विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान छ। अन्नपूर्ण गाउँपालिका 2 भुरुङ तातो पानी बजारमा पहिरोले 4 वटा घर पुरेको छ। बेनी जोमसोन सडक खण्डमा खसेकोले सहितको पहिरोले 4 वटा घर पुरेको म्याग्दी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अरु 12 देखि 13 घर पनि पहिरोले क्षति पुर्याएको छ। हिजो बेलुकी 5 बजेतिर भेल सहितको पहिरो बस्तीमा खसेको हो। भेल बग्न थालेपछि बस्तीका बासिन्दाले बगेर ज्यान जोगाएका छन्। अहिले डोजर लगाएर भेल तर्काउने काम भइरहेको, जोखिम नरहेको प्रहरीले जनाएको छ। आइतबार रातिको झरीका कारण पहिरो जाँदा ठाउँ ठाउँमा गाडीको आवागमन प्रभावित भएको छ। पाल्पाको सिद्धार्थ र राजमार्ग राति 2 बजेतिर खसेको पहिरोका कारण गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ। पाल्पाको जिनौ गाउँपालिका 3 हेडबक्स नजिकै सडक खण्डमा पहिरोले सडक अवरुद्ध हुँदा पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा र बुटवल जाने आउने गाडी रोकिएका छन्। बिहान 7 बजेदेखि पहिरो हटाउन थालिएको पाल्पा प्रहरीले जनाएको छ। पहिरो हटाउन पाल्पाको झुम शाखाबाट डोजर लागिएको र अबको 3-4 घण्टामा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
अब समाचारमा विश्रामपछि भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दनमा प्रदेश 2 का मुख्यमन्त्री राउतले दिनुभएको अभिव्यक्तिप्रति एमालेका उपाध्यक्ष रावलको आपत्ति। आजदेखि लोड सेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधिकरणको दाबी। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले 2 देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्याएको प्रधानमन्त्री ओलीको भनाई। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ नेकपा एमाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एमालेका अध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दनमा प्रदेश 2 का मुख्यमन्त्री राउतले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको हो। प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुख्यमन्त्री राउतसँग सो अभिव्यक्ति तत्काल सच्याउन पनि गम्भीर ध्यानकर्षण गराउनुभयो। जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधान विरुद्ध सङ्घर्ष गरिरहनु परेको अभिव्यक्ति दिनुभएको थियो। सो अभिव्यक्ति कूटनीतिक मर्यादा समेत उल्लङ्घन हुने गरी आएको भन्दै उपाध्यक्ष रावलले तत्काल सच्याउन माग गर्नुभयो। छिमेकी देशका प्रधानमन्त्री आएका बेला मुलुकलाई कमजोर बनाउने खालको अभिव्यक्त आएको भन्दै उहाँले आपत्ति थियो। सदस्यहरू प्रतिम रावल मान्यजीको समय 10 मिनट। नेपालको राष्ट्रिय हित स्वाधीनता स्वाभिमानलाई उच्च पार्ने गरी पारस्परिक समानता र लाभको आधारमा स्पष्टसँग नेपालको तर्फबाट कुरा गरेर अब 2 देशको बीचमा त्यो सम्बन्ध समान हैसियतबाट अगाडि जान्छ भनेर सम्माननीय प्रधानमन्त्रीबाट जुन अभिव्यक्ति यो सम्मानित सदनमा आएको छ म त्यसको स्वागत गर्न चाहन्छु। हामीले धेरै लामो समयदेखि भारतसँग रहेका थुप्रै सम्बन्धका क्षेत्रमा सम्बन्धका आयामहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण गर्ने र पारस्परिक समानता र लाभको आधारमा सुमधुर सम्बन्ध कायम गर्ने नीति हाम्रो देशको तर्फबाट लिँदै आएका छौँ। नेपालको संविधानमा स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट रूपमा हामीले अनुसरण गरेका छौँ। संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र संलग्नताका मान्यताहरूलाई आत्मसात गर्दै हाम्रो राष्ट्रिय हितलाई स्वरूप। उपाध्यक्ष रावलले मोदी भ्रमणको बेला सत्तारूढ भारतीय जनता पार्टी सांसद कृति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले सो अभिव्यक्ति फिर्ता लिन पनि सांसद आजादको गम्भीर ध्यानकर्षण गराउनुभयो। मोदी नेपाल भ्रमणमा आएको बेला भारतीय सांसद आजादले जनकपुर भारत फर्काउनु पर्छ भनेर ट्विट गर्नुभएको थियो। आजादको सो टिप्पणी नेपालको स्वाभिमान विरुद्ध भएको भन्दै उपाध्यक्ष रावलले आपत्ति जनाउनु भएको हो। उहाँले नेपालको अस्मितामाथि नै प्रश्न उठाउने गरी आएको आजादको सो भनाइ कुनै पनि नेपालीले सह्य नहुने चेतावनी पनि दिनुभयो। यसैबीच नेपाली काङ्ग्रेस धनुषाले भारत बिहार दरभङ्गा क्षेत्रका बीजेपीका सांसद कृति आजादले जनकपुर सहितका मिथिला क्षेत्रलाई भारतमा मिलाउनु पर्ने दिएको अभिव्यक्तिको घोर भर्त्सना गरेका छ। जेपीका प्रभावशाली नेता र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणकै क्रममा बीजेपीकै सांसदले यस्तो टिप्पणी गर्नु पछाडिको कारण नेपाल र भारतका दुवै प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। और आइडेंटिटी तीनों बात पर प्रहार है, सोवरेंटी पर प्रहार है, हमरा सबके जे का अखंडता है ते पर प्रहार है। एकरा खास का एहि पत्रकार सम्मेलन से घोर भर्त्सना करै छियै और खास का अखन केपी ओली प्रधानमंत्री वो सरकार और मोदी के सरकार एहि बात का स्पष्टीकरण देव पड़े जे कोनो सोवरेन कंट्री पर प्रहार करे
तो अवश्य दोनों सरकार मिलकर उनका पर कार्रवाई कर कि हमार देश सोवरेन देश है, हम सब नेपाली छी। तो तई हम अनुरोध करे छी खासकर मोदियो जी के जे एहन सांसद पर कार्रवाई होबक चाही। तहिना केपी ओली के अखन सरकार से हुनका कहे छै एहि संबंध में स्पष्टीकरण जो अखन दे सरकार के पक्ष से कोनो स्पष्टीकरण नहीं। पत्रकार सम्मेलनमा कांग्रेस धनुषाले बिहारको दरभंगा भुदुवानीदेखि पटनासम्मको भूमि मिथिला अञ्चल क्षेत्रमा रहेको धार्मिक इतिहास रहेकाले नेपालको भूमि भारतले फिर्ता गर्नुपर्नेमा उल्टै यस्तो टिप्पणी दुखद भएको प्रदेश नम्बर 2 संसदीय दलका नेता राम सरोज यादवले बताए। भारतीय बीजेपीका सांसदले टिप्पणीको विषयमा भारतीय र नेपालका सरकारको भरपर्दो जवाफ नआए कांग्रेस धनुषाले जनकपुर धाममा आन्दोलन थाल्ने उनको चेतावनी दिएका छन्। उनले अहिलेसम्म यस विषयमा ओली नेतृत्वले सरकार मौन बस्नु शंकास्पद रहेको बताए। नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोड सेडिङ अन्त्य भएको दाबी गरेको छ। उद्योग क्षेत्रमा आइतबारसम्म रहँदै आएको 3 घण्टे लोड सेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोड सेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो। खोला र नदीमा पानीको बहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन कुलेखानी जलशययुक्त आयोजनाको उपयोग संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोड सेडिङ अन्त्य गरिएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। अहिले हिउँदमा भन्दा 12 देखि 15% बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ। त्यस्तै चुहावट पनि 6% घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोड सेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको लोड सेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो। यसैसँग 15 वर्षपछि लोड सेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ। सन् 2003 मा सुरु भएको लोड सेडिङ दैनिक 18 घण्टासम्म पुगेको थियो। प्राधिकरणको कार्यकारी निर्देशनमा नियुक्त भएपछि कुलमान घिसिङले प्रयत्नमा 2073 सालको तिहारको लक्ष्मी पूजाका दिनबाट काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा लोड सेडिङ मुक्त भएको घोषणा गरिएको थियो। नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणले केही बेरका लागि बिजुली जाने क्रम लोड सेडिङ नभएको बताएको छ। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले अहिलेको प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण वितरण प्रणालीमा आउन सक्ने प्राविधिक समस्या, मर्मत सम्भार तथा विकास निर्माणका कामका कारण कहिलेकहीँ केही समयका लागि बिजुली नआउन सक्ने तर त्यसलाई लोड सेडिङ भन्न नमिल्ने बताउनुभयो। विद्युत प्राधिकरणले बिजुलीको माग धेरै हुने बिहान र बेलुकाको समयमा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध गरेको छ। बिहान र बेलुकाको पिक आवरमा धेरै बिजुली खपत गर्न सम्म कम मात्र खपत गरी ऊर्जा बचतमा सहयोग गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनुरोध गर्नुभएको छ। उपभोक्ताको सहयोगमा मात्र लोड सेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधिकरणको अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो। विद्युत प्राधिकरणले विद्युत चुहावट 6%ले घटाएको छ। यसअघि 26% सम्म रहेको लोड सेडिङ अहिले 20% मा झरेको प्राधिकरण कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो। चुहावट आउँदो वर्षमा 15% मा झर्ने गरी काम भइरहेको पनि उहाँले बताउनुभयो। अब फेरि समाचारमा विश्रामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको 2 देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्याउने प्रधानमन्त्री ओलीको भनाई र आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई 7 विकेटले पराजित। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले भारतीय समक्ष मोदीसँग आफूले राष्ट्रिय हितलाई कमजोर हुने गरी कुनै पनि खालको समझदारी नगरेको पनि स्पष्ट पार्नुभयो। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे आइतबार प्रतिनिधि सभालाई जानकारी गराउँदै उहाँले अब दुई देशबीचको सम्बन्धलाई बराबरीको आधारमा अघि बढाउने वातावरण बनाउन पनि आफू सफल भएको दाबी समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनताले राष्ट्रियताबारे देखाएको सजगताप्रति पनि खुसी व्यक्त गर्नुभयो। तर उहाँले मोदीलाई जनकपुरमा गरिएको नागरिक अभिनन्दनको आलोचना गरिएकोमा भने असन्तुष्टि व्यक्त गर्नुभयो। म एउटा खास विषयमा यस गरिमामय सदनको बैठकलाई जानकारी गराउन यहाँ उपस्थित भएको छु। सभामुख महोदय, म सोझै विषयमा प्रवेश गर्न चाहन्छु। मेरो निमन्त्रणामा भारतका प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदीजी हिजो र अस्ति अर्थात् 11 र 12 मई 2018 अथवा 28-29 वैशाखमा नेपालको राजकीय भ्रमण गरेर हिजो स्वदेश फर्कनु भएको छ। हामी सबैलाई यद्यपि प्राय सबै कुराहरू जानकारी नै छन्, किनभने आजको सञ्चार सुविधा र पहुँचको उपलब्धताको सहजताको समयमा सबै कुरा पारदर्शित छन्। तैपनि कतिपय कुराहरूको सन्दर्भमा जानकारी नभएको हुन सक्दछ, अन्य अस्पष्टताहरू पनि रहेका हुन सक्दछन्। प्रधानमन्त्री ओलीले नेपालको तराईका भूमि डुबान समस्या समाधान गर्न भारत तयार भएको पनि स्पष्ट पार्नुभयो। भारतीय प्रधानमन्त्री मोदीले वर्ष अघि नै डुबान समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री ओलीको भनाइ छ। उहाँले दुई देशबीच विगतमा गरिएको सहमति आगामी असोज महिनाभित्र कार्यान्वयन भइसक्ने गरी भारतसँग सहमति गरिएको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउनु भएको पनि स्पष्ट पार्नुभयो। उहाँले काठमाडौँ रक्सौल रेलवे निर्माणका लागि तत्काल कार्यदल बनाएर काम सुरु गर्ने, जलमार्ग निर्माणका लागि छिट्टै कार्यदल बनाउने, देश मन्त्री स्तरीय बैठक बसेर नेपालको आर्थिक विकासको चाहनालाई मृत रूप दिने लगायतका विषयमा पनि भारतीय समक्ष मोदीसँग सहमति गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले भारतसँग 4वटा स्थानबाट हवाई रूट लिने विषयमा पनि तत्काल प्राविधिक अध्ययन गरेर अघि बढ्ने सहमति भएको पनि बताउनुभयो। काठमाडौँ रक्सौल रेलवे निर्माणका लागि प्राविधिकहरूको संयुक्त कार्यदल बनाएर सर्वेक्षण समग्र द्वीप हाम्रो देशमा हवाईजहाज पस्ने एउटा मात्रै रूट छ, वीरगञ्ज हुँदै सिमरा हुँदै। हामीलाई अबको समयमा जब कनेक्टिभिटीको समय छ, जमाना छ, यस्तोमा एयर इन्ट्री रूट थप चाहियो। यसकारण नेपालगञ्जतिरबाट, भैरवादतिरबाट, विराटनगरतिरबाट इन्ट्री रूटहरू चाहिए। यसरी हामीले
प्रधानमन्त्री ओलीले भारतसँगको व्यापार असन्तुलनलाई हटाउने विषय पनि भारतीय समक्ष मोदीसँग गम्भीर छलफल गरिएको बताउनुभयो। उहाँले नेपालको चिया, अदुवा, जुट, अलैँची लगायतका वस्तुहरू भारतमा निर्यात गर्दा हुने समस्या तत्काल समाधान गर्न भारत तयार रहेको पनि बताउनुभयो। त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग आफूले भारतीय नोट सठीको विषयमा कुरा उठाएको पनि ओलीले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले दुवै छिमेकीसँगको सम्बन्धलाई अझै समधुर र बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताउनु भएको हो। आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधि सभाले जानकारी गराउँदै उहाँले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र नीति मित्रतामा आधारित हुने पनि स्मरण गराउनुभयो। हाम्रा छिमेकीहरूसँग, दुवै छिमेकीसँग, लगत्तैका दुईटा ठूला छिमेकी छन् हाम्रा, दुवैसँग सुमधुर र सुदृढ पारस्परिक विश्वास र भरपर्दो सम्बन्ध कायम गर्छौं। यसपछि वर्षक छिट्टै म चीन भ्रमणमा पनि जान्छु। यसको अर्थ हामी दुईटा छिमेकीमै मात्रै अन्तर्राष्ट्रिय सम्बन्धलाई सीमित गर्छौं होइन। विश्व सम्बन्धप्रति अब आजको जमानामा हामी जस्तो मजौला देश साह्रै सानो हौ भनेर हिन ग्रन्थ पाडेर बस्नुपर्ने आवश्यकता छैन। हामीले असाधारण उपलब्धिहरू गरेका। प्रधानमन्त्री ओलीले नेपालले छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्ने पनि बताउनुभयो। अब खेल समाचार। आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सले 7 विकेटले हराएको छ। आइतबार रातिको खेलमा 169 रनको लक्ष्य राजस्थानले 18 ओभरमा मात्र 3 विकेट गुमाएर भेटाउँदै 2 अङ्क थप गरेको हो। राजस्थानले जिताउन जोस बटनले नट आउट 94 रन बनाए भने अग्जिस्क्यान र हानले 37 रनको योगदान गरे। बटरले मात्र 53 बलमा 9 चौका र 5 छक्काको मद्दतमा नट आउट 94 रन बनाए। पहिलो ब्याटिङ गरेको मुम्बईले एभिन विसको 60 र हार्दिक पौड्यालको 36 रनको सहयोगमा 6 विकेट गुमाएर 168 रन बनाएको थियो। आइतबारको पहिलो खेलमा चेन्नईले हैदराबादले 7 विकेटले हराएको थियो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। कैलालीमा गैराती आएको हावाहुरीको कारण 1 जनाको मृत्यु, महोत्तरीको फलफूल तथा तरकारी बालीमा क्षति। रोल्पा र ललितपुरमा आग लागि 3 घर जलेर नष्ट, 2 करोड बराबरको क्षति। भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दन प्रदेश 2 का मुख्यमन्त्री राउतले दिनुभएको अभिव्यक्तिप्रति एमालेका उपाध्यक्ष रावलको आपत्ति। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले 2 देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्याएको प्रधानमन्त्री ओलीको भनाई। र आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई 7 विकेटले पराजित। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।